हेलो साथीहरू, सबैमा मिठो माया, सबैलाई शुभ दिन। म चाहिँ अहिले आज चाहिँ म आफ्नो बारीमा चाहिँ क्रा गाड्नको लागि बाँस काट्दैछु। बाँस त गाडेको छ, तर त्यसको लागि बाँध्नको लागि भाटा बनाउँदैछु। अलिकति स्वास्थ्य अवस्था ठिक नभएको हुनाले भोलि पनि फरक भएको छ। फर्स्ट टाइम भिडियो बनाएर भिडियो बनाउँदैछु र भोइस ओभर पनि गर्दैछु। सबैले माया गरिदिनु होला ल। म चाहिँ यो बाँस काट्दैछु अनि मेरो यो बाँस काट्दाखेरिको फेसको एक्सप्रेसनलाई इग्नोर गरिदिनु ल। मलाई त यो बाँसदेखि एकदम डर लाग्छ, तर काम पनि नगरी नहुने। के गर्नु, एक्लै भएपछि सबै कुरा आफै जुगाड गर्नुपर्दछ। सबै कुरालाई आफै मेन्टेन म्यानेज गर्दै लैजानुपर्दछ। अब म चाहिँ चोया काट्दैछु बाँसलाई बाँध्नको लागि। चोया काट्न पनि म खासै एक्सपर्ट त होइन, तर पनि मलाई हल्का फुल्का चोया काटेर बाँध्न चाहिँ अलिअलि आफ्नो निर्वाह गर्न चाहिँ मलाई आउँछ ल। यति चोया काटेपछि म चाहिँ दिने बाँसको भाटाहरूलाई चेक्राको बिचमा राखेर बाँध्नेछु। बिचमा बाँधेपछि त्यसमा साना साना जेक्राहरू बिचमा राख्न सजिलो हुन्छ नि त। त्यही भएर डर लाग्छ कि के हो बाँस भनेपछि डर लाग्ने है। यति काटो भने पनि भन्ने लाग्छ कि फेरि नगरी नहुने भएर मात्र है। आफ्नो जीविकोपार्जन त आफ्नो लागि त गर्नु पर्यो जसरी भयो नि, तर ध्यान दिएर गर्नु पर्यो। बाँस चाहिँ एकदम विषालु हुने गर्दछ। सबैले सपोर्ट माया कमेन्ट गरिदिनु ल। कस्तो बनाएको छ भिडियो। मलाई चाहिँ एक्लै भएको हुनाले यो भिडियो बनाउन निकै गाह्रो भइरहेको छ कि एक्लै आफै बनाउँदाखेरि है कता देखिन्छ कता देखिँदैन। त्यही पनि रुखमा अडाएर बनाएको। के कस्तो भएको छ सबैले माया गरिदिनु होला ल। अब चाहिँ मेरो सकिन आँटिसक्यो ल बाँधेर। सबैमा मिठो माया। गुड बाई।